अलराइट गाइज है, म चाहिँ आज निस्केको कता भन्दा यसो मासतिर भाइट गुम्बातिर जान लाग्यो है। हामी साथीको बाइकमा मामा र साथी हुन्छ। साथी मेरोमा नि हाल्दै त मैले बिर्सिँदा यार मोबिल हाल्छु भने ट्रेनमा यार। ल थ्याङ्क यू साथी, थ्याङ्क यू यार। भन्दै जाउँ। कहाँ हो? ऊ त्यहाँसम्म जानु आउनु तर ऊ यहाँ छ नि यो हर्सिटी छ। ल ल चढ कहाँ तिम्रो घर? मेरो भ्लगको नाम लामो छ। युट्युबमा @गाउँको भाइ हान्यो भने आउँछ। यो आज काल पऱ्यो भने आज आउँछु, नभए पनि भोलितिर आउँछ। अनि कहाँ त्यो दुईजना त्यो हान्यो भने छात्ती आउँछ। अहिले म चाहिँ उहाँ हिँडेको माथि भाइट गुम्बा। दुईजना अगाडि गइसकेँ, म एक्लै थिएँ। त्यही भएर जाने थियो रे। ल थ्याङ्क यू थ्याङ्क यू। केटाहरू खुसी भयो, फाइनल्ली 9K सब्सक्राइबर पुगेको छ है। सम्पूर्ण मेरो युट्युब फ्यामिलीहरूलाई म धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु है, धन्यवाद दिन चाहन्छु है। मामाले सधैँ जाम भन्नुहुन्थ्यो, आज मामाको सपना पनि पुरा भयो है। अब लेट्स चाहिँ अहिले सब धेरै मान्छे जान्छ कि अहिले यो भाइट गुम्बा खुल्यो अरे होइन, भित्र पुरै हेर्न पाइन्छ अरे। त्यही भएर मान्छेहरूको एकदम घुचारो छ। हेरेर गएर आइसकेको क्या, हामी पनि जाँदैछौँ होइन। के हुन्छ हेर्दै जाउँ। के हो यस्तो पुरै जामै छ त यार। उकालोमा जाम भइदियो नि त, भ्याउँछ त हामीलाई। डेन्जर छ है, डेन्जर। यस्तो उकालोमा जाम गरेर बस्नु हुन्न। यो यस्तो भाइट गुम्बाले मार्केटै खाइसकेको थियो। यस्तो टर्निङ छ फेरि, यस्तो उकालोमा यस्तो टर्निङ। बबालै गर्दैछ त बाइक गाडीले त यार। कति घुचार हो आमा। म त यार तीन छक पऱ्यो यार, छकबाट पनि 3 छक। डेन्जर गर्न आयो गाडी त यार। हपिसकेको साथी मामा यार। जाम अहिले यता पुरै माहौल त डेन्जर तातिसकेको रहेछ। हामी थाहै नपाएर घरै बसिरहेको। माहौल चाहिँ यो हुन्छ तरिका। अब कता हो? डेन्जर वेलकम गरेको छ है हामीलाई। गेट पनि कति बवाल हो त यार। बाँकी त्यहाँ गएर भिडियो गर्न पाइन्छ कि पाइन्न भन्ने कुरा हुन्छ क्या। भिडियो गर्न पाइयो भने म देखाउँदै तपाईँहरूलाई। मान्छेहरूको बवालै छ यार। बाइकहरू कति छ यहाँ देख्ने तपाईँले? एकदम मैले यहीँ हाल्नु पऱ्यो। अब भिडियो गर्नु पाइन्न होला है। भिडियो गर्नु पायो भने चाहिँ म भिडियो गर्छु, नै भने म लान्छु यार। लाइन त डेन्जर छ यार। तलबाट आउने लाइन पनि त्यत्तिकै माथि झर्नु जाने नि उत्तिकै, तल जाने नि उत्तिकै यार। जाँदैछौँ हेर्न सक्नुहुन्छ। माहौल यस्तो छ, माहौल यस्तो छ है यहाँ भाइट गुम्बाको। हेर्न सक्नुहुन्छ है क्लियरली। पुरा हाम्रो त दुइटै केटाहरू भिडियो गर्न आएको थियो यार। डेन्जर मन परेर जस्तो केटाहरूलाई। ठाउँ चाहिँ बबालै छ। एकचोटि आउनु पर्ने ठाउँ हो यो सबैजना। डेन्जर आँट यार त्यहाँ। मान्छे बबाल यार बबाल। कसम बसन्ती यस्तो दामी ठाउँ यार, अहिलेसम्म आएको थिएन। बबालै रहेछ ठाउँ यार। हेर्नु सक्नुहुन्छ हाम्रो मेन अझै ठाउँ। यहाँ पुग्ने छ हामी, यहाँ यतै छौँ। फोटो खिच्ने कामहरू डेन्जरै भइरहेको मान्छेहरूको है।
बवाल छ यार त्योभन्दा ठुलो छ है त्योभन्दा ठुलो हो यहाँबाट हेरेर चित्त बुझाउनु पर्ने रहेछ हेऱ्यो यो के हो वाट इज दिस म्यान यहाँ हाम्रो औडाहरू पनि पाइँदो रहेछ के हो ओ थ्याङ्क यू टोपी फसी हेरेछ यार बवाल छ बवाल नेपाल खायो यहाँ टर्की रहेछ के हो के हो टर्की नै हो सेतो टर्की हो एकछिन होइन हामी बिस्तारै झर्नु पर्ने हुन्छ माओले हो होइन एकचोटि काठमाडौँ नजिकै हुनुहुन्छ भने सबैजना एकचोटि आउन सक्नुहुन्छ है यहाँ आएर एकचोटि घुम्न सक्नुहुन्छ अब हामी यहाँ सिधै झर्नुपर्ने हुन्छ झरेर हामी चाहिँ जानुपर्ने हुन्छ यो जस रमाइलो रहेछ है सबैजना आउनुपर्ने रहेछ घुम्नलाई अहिले यो बेला हुँदा त सबैजना आएर ट्र्याक्टर घुमेर है रमाइलो गरौँ ठाउँ चाहिँ बहुत रमाइलो छ यार भन्नुपर्छ कि पर्ने बेला नेपालको कोरिया ठिक स्वर्ग भन्दा केही कम छैन कत्रो दामी डिजाइनमा हानिरहेको कि यो बुट्टाहरूलाई पनि देशी मान्छेहरू मस्तै आउँछन् कि है पैसामा नै हेर्छन् आउनु त न्यु इयर भनेको होइन एकचोटि यसरी छिर्नु राखेको त पैसा भने त आउँदिनँ म पनि काठमाडौँ भ्याली पनि देखिँदो रहेछ यहाँबाट मान्छेको माहौलै डेन्जर कहाँ अहिले देखिन्न कि अहिले नजाऊँ भोलि पनि आउनु पर्छ जस्तो भइसक्यो मलाई माहौल चाहिँ दामी छ दामी रमाइलो पनि डेन्जरै रमाइलो अब निक्लेको मामा अगाडि त्यो घाँसमा बवाल छ त यार के हो यो अब म चाहिँ सिधै बाइक भाटा जान्छु सो गाइस है म चाहिँ अब यहाँबाट निक्लिन्छु मेरो साथी निक्लिसक्यो होइन बिस्तारै बाटो साँघुरो छ पिलेन अट्दैन बिस्तारै गरेर हिँड्नुपर्छ राम्रो साथी खै अगाडि रहेछ जाऊ अगाडि तर बवालै रहेछ यार है हाम्रो त्यो पारीको चाहिँ सिङ्गल ट्री भन्छ त्यहाँ पनि बवालै ठाउँ हो फेरि के भइरहेछ हो संसारमा यतातिर डेन्जरै जाम छ क्या हो जाम त बवालै छ जस्तो छ यार साथीले फेरि बाइकको ऐनाले गाडीको ऐनामा ठकेछ गाड है बवालै जाम छ यार फेरि बाटो सानो छ अनि कताबाट हुन्छ त नि यार भाइ होइन अर्कै कहाँ गाडी आज बाटो खुल्छ एयरपोर्ट पुग्ने मान्छे रहेछ यहाँ जाममा अड्केर बस्छ भाडामा कडा भइरहेको है त्यहाँ जाम उतादेखि छ यार सर धन्दा हामी एकदम अलिकति छिटो भनै आइएको थियो यार नभए भने कुकुरले नपाएको धुलो पाउँदैछ यार आज जाममा बाधा ए हाम्रो जाम खुल्यो खेलेका फ्री फायर ल हामी चाहिँ यहाँबाट ठ्याक्क राइट लाग्नुपर्ने हुन्छ के खाने खाजा के गर्ने
चाउमिन खाने हो कि के हो के गर्नुपर्ने हुन्छ अब हामी यहाँ खाजा खाइन्छ है खाजा खाएपछि अब हामी म भ्लग यहीँ गर्नुपर्ने हुन्छ अब